यस्तो बाटो छ उयोहरू यस्तो छ यता पुल डाँडा यो त्यो पुल डाँडा हुन्छ यो माथि चाहिँ यस्तो 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 घुमेर यस्तो बाटो छ अवस्था गाह्रो छ मनाङ आउनलाई रहर मात्रै गर्नुस् तर हिँड्न चाहिँ फेरि पेद्दु हिँड्न नसक्ने मान्छे चाहिँ नआउँदा नि हुन्छ बाटोबाट मान्छेहरू कति फर्के त अनगिन्ती हो हामी चाहिँ दुःख सुख घोडा चढेर भए पनि तिलिचो ताल पुगेर आइयो त्यही हो हिँडै कतिको गाह्रो छ दाइ गाह्रो पनि छ रमाइलो पनि छ यस्तै हो अब अप्ठ्यारो गाह्रो यस्तो भिडमा दाइ मनाङ आउने मान्छेले तपाईँ के भन्नुहुन्छ अनि सोच विचार गरेर आउनुहुन्छ सबैलाई बाटो गाह्रो छ धेरै पुगिसकेपछि तिलीचोक पुगेपछि स्वर्ग छ फेरि त्यही हो ल द्याट्स इट ल म अब भाउदै आउँदै हुनुहुन्छ यो बाटो त स्वर्ग हो त्यहाँ यो बाटो भन्दा अर्को अरू बाटो चाहिँ डेन्जर छ यस्तै हो अब बिस्तारी बिस्तारी आइपुगेको छ 3 दिन भयो हिँडेको आजसम्म 3 दिनमा नि उहाँ तल पुगेको छैन बाइक राखेको ठाउँमा गाडी राखेको ठाउँमा लगभग 2 घन्टा यहाँको मान्छेहरूलाई चाहिँ 1 घन्टामा होला पुग्छ अरे अब हामीलाई 2 घन्टा 2.5 घन्टामा चाहिँ पुगिन्छ भन्ने आश गरेको छ त्यही हो है ल यस्तो भिड छ